हामी उपस्थित भएका छौँ। यसलाई हामीले एक उत्सवको रूपमा लिएका छौँ। हिजोका दिनमा यस स्थानमा गरिएका सम्मेलनहरूले मेलम्चीलाई जलवायु परिवर्तनको प्रभावसँग लड्नको लागि थप प्रेरणा मिलेको छ र जलवायु परिवर्तनबाट आम जनसमुदायमा परेको प्रभाव न्यूनीकरणका क्षेत्रमा प्राथमिकतामा राखी महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका पनि छौँ। यहाँहरू सबैलाई अवगत नै छ। जलवायु परिवर्तनका कारण पर्वतीय पर्यावरणमा देखिएका समस्याहरूको दिगो समाधान, जलवायु परिवर्तन र यसको प्रभावको बारेमा विस्तृत वैज्ञानिक तथ्य तथा वास्तविकताको यथार्थ पहिचान गरी जलवायु परिवर्तनका कारण प्रकृति र मानव जीवनमा परेको सङ्कटलाई न्यूनीकरण गर्नको आवश्यक नीति तथा कार्यक्रमहरू तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयनमा संघीय प्रदेश तथा स्थानीय सरकारले निजी क्षेत्र, गैर सरकारी संस्था एवं सरकारवाला सबै पक्षका समन्वयकारी भूमिका आवश्यक देखिन्छ। जलवायु परिवर्तनका कारण मानव समुदायले हाल भोग्नु परेको प्राकृतिक विपत्ति र मानव जीवनमा परेको नकारात्मक असरलाई क्रमशः न्यूनीकरण गर्दै लैजानु यस जलवायु सम्मेलनको साझा प्रस्तावको रूपमा रहेको छ। नेपाल जस्तो अविकसित मुलुकको विनाशकारी विकासले देशले उत्सर्जन गरेको कार्बनको मार खेप्नु परेको अवस्था छ। यसमा हामी हाम्रा सिन्धुपाल्चोक जिल्लाका जलवायु परिवर्तनको असरको अप्रभावमा रहेका कुरा विगतका घटेकाहरूलाई निहाल्दा समेत सहजै बुझ्न सकिन्छ। विगतमा घटेका भूकम्प, जुरेको पहिरो, मेलम्ची बाढी लगायतका पनि हामीले भावी दिनका लागि पाठ सिक्नु आवश्यक छ र दिगो विकासका लागि आत्मसात गर्दै प्रकृतिलाई माया गरेर विकास निर्माण गर्नुपर्ने आवश्यक पनि रहेको छ। अब हामीले जलवायु मैत्री टोल, ओडा र नगर बनाउनको लागि पर्दै देशलाई नै जलवायु मैत्री बनाउन हामी तल्लो तहबाट नै लाग्नुपर्छ। जलवायु परिवर्तनले मानव जीवनमा पर्ने नकारात्मक असर कृषि, पशुपालन, स्वास्थ्य, वन, जङ्गल, पर्यटनका क्षेत्रमा पुर्याउने क्षतिको न्यूनीकरण गर्न हामी सबैको दायित्व हो। यसले गर्दा आजैबाट हामीले सोचौँ भन्ने भावी दिनमा मानव जीवनमा पर्न सक्ने खतरा बुझि नसक्नुको हुनेछ। जलवायुसँग प्रत्यक्ष जोडिएका महिला, दलित, जनजाति, किसान, सीमान्तकृत समुदाय, वन समूह, विपन्न वर्ग र नदी किनार वा जङ्गलको छेउमा बस्ने समुदायको लागि निरन्तर अभिमुखीकरण र जनचेतना जागृत गर्ने तथा उद्यमशील कार्यक्रमहरू सञ्चालन गर्ने हामी स्थानीय तह मात्र नभई संघीय सरकार र प्रदेश सरकारले पनि लाग्नु पर्दछ। हाम्रो वातावरणलाई सफा राख्न, मानव निर्मित वातावरण विनाशलाई न्यूनीकरण गर्न आजको मुख्य आवश्यकता रहेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको नामले चिनिएका हामी नेपालीहरूको आज हाम्रो हिमालहरूलाई हिउँको मात्रा कम हुँदै गइरहेको छ र हिमालका डाँडाको रूपमा कालोमा परिणत हुँदैछ। हिजो हाम्रा आँखाले देखेका हिमालहरू आज डाँडामा परिणत भएको एक दुखान्त उदाहरण पनि हामीले सबैले निहाल्दै आइरहेका छौँ। आज पानीका स्रोतहरू दिन प्रतिदिन सुक्दै गएका छन्। प्रकोपमा रूपमा विभिन्न प्रकारका रोगहरू देखा परेका छन्। मौसममा आएका परिवर्तनले समयानुकूलको खेतीपातीहरू भित्रिन सकेका छैनन्। हामी सबैले तल्लो तहबाट सोचेर वृक्षारोपण, डडेल नियन्त्रण, आधुनिक कृषि प्रणाली अवलम्बन गर्नुको विकल्प छैन। तसर्थ यसका लागि हामी सबैले लाग्न जरुरी छ। यो सँगसँगै हामीले पर्यटनको विकास गर्नका लागि पनि विभिन्न ठाउँहरूमा हामीले भौतिक संरचनाहरूको पनि विकास गर्नुपर्ने जरुरत देखिएको छ। जसरी हाम्रो मेलम्ची नगरपालिका एकदमै पर्यटनको एकदमै सम्भावित भएको ठाउँमा आज हामीले यो सम्मेलन गरिरहेको ठाउँ पनि त्यस्तै प्रचुर सम्भावना रहेका हुनाले यहाँका विभिन्न भौतिक संरचनाहरू यसलाई आकर्षक बनाउनका लागि हामी स्थानीय सरकारले मात्र सम्भावना नभएको हुँदाखेरि यसमा राज्यका सबै निकायको अलिकता ध्यान आकर्षण हुनुपर्ने। यहाँका भौतिक संरचनाहरू, यहाँका प्रकृतिलाई
कसरी संरक्षण गर्नुपर्छ भन्ने बारेमा पनि आजबाट अलिकता सोचमा परिवर्तन गर्नुपर्ने पनि देखिएको छ। र अन्त्यमा मैले कार्यक्रममा आफ्नो व्यस्तताका बावजुद पनि हाम्रो कार्यक्रमलाई सफल सभ्य भव्यका साथ सम्पन्न गराउनको लागि उपस्थित हुनुभएका आजका यस कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि महानुभावहरूलाई यो हाम्रो कार्यक्रमको शोभा बढाउनका लागि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएका सम्पूर्ण हाम्रा महानुभावहरूलाई फेरि पनि यहाँलाई हार्दिक स्वागत गर्दै अन्त्यमा यहाँलाई फेरि पनि स्वागतम सुस्वागतम भन्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार।